ल ओहो चिसो चिसो पानी परेको छ है र आज हाम्रो चाहिँ कम्पनीबाट केटाहरू चट्ट पछि लिनेलाई जान लाग्छ है 4-5 दिनको बिदा छ 4-5 दिनको बिदा छ ल हाम्रो यहाँ पनि दही खाना खाँदै हुनुहुन्छ खसी अहिले भुटान खानुपर्छ दही ल चट्ट ल दाइम एकदम गोपाल मलाई ल्याउनु रमाइलो गर्नुपर्छ ल दरो खानुपर्छ ल तपाईँले हामी अब चट्ट अब 4 दिनको बिदामा केटाहरू चाहिँ यसो मौसम पनि चिसो छ सो यसो खसी खाने कुरा छ है यो जङ्गल सब पाहाडमा माछाले सबै खैराते बनाइदिन्छ तराईमा नि के विकास गरेछ रे केटीहरूले ल हामी चाहिँ चट्ट अब यो खुल्लो गरे खसी खुल्दा सुतेछ कि खसीको चट्ट अब खसी लिने ठाउँमा चाहिँ आइपुग्यो 2 घन्टा जति कारमा यता आएपछि अनि अब चाहिँ यहाँ हाम्रो चाहिँ के अरे बाल दिवस र के अरे श्रम दिवस अनि शनिबार आइतबार गरेर 4 दिनको छुट्टी भएको बेला चाहिँ यसो अब खसी खाउँ न त भन्ने कुरा भएर खसी लिन आएको यहाँ लगभग 3 महिना 3-4 महिना भयो सल्लाह गरेको त्यो चाहिँ जिब्रो झुमेको अस्ति खाएको स्वाद चाहिँ हामी फेरि केटाहरूलाई खसी खाउँ भनेर खसी खानालाई आएको हामी खसी लिने ठाउँ यहाँ छ चट्टै आइपुगेको छ खसीहरू चाहिँ हामी कस्तो रहेछ कस्तो रहेछ थाहा समय रह्यो ओके ल है ल फेरि आइपुग्यौँ है यो ठाउँमा खसी हामीले लाने खसी चाहिँ यो हो है तपाईँ समात्न खोजिरहेको छ चम्पाली हेर्दैन यो 10 किलो जाली कति किलो छ जोख्न लाग्छौँ है यो 17 किलो यो चाहिँ जोग्ने स्टाइल चाहिँ पुरानो स्टाइल छ है यो यस्तै स्केलमा यसरी नापिन्छ त्यो बिचमा हुनुपर्छ 얼마 안 나가네. 말 안나? 57? 봐봐. 어디 있어요? 얼마야? 얼마야 이거? खोइ त्यत्रो त होला र यो 에? खसी त सानै देख्छु खोइ 7이지 7, 6. ल काटकुट मासु काटकुट पारेर यहाँबाट अब हामी बिदाय हुन लाग्छौँ यी चट्ट रगत चुइन्छ भनेर प्लास्टिकमा र मासु चाहिँ कति भने हाम्रो चाहिँ अब 45 केजीको काटकुट गर्दाखेरि 37 केजी भयो दाइहरूको चाहिँ शिशिर दाइहरूको चाहिँ अब 40 केजीको काटकुट पर्दाखेरि 34 केजी छ 34 केजी तपाईँको दुईटा हाम्रो 72,000 र उहाँहरूको 64,000 को नेपालीमा हिसाब गर्दाखेरि 1,36,000 को खसी बोकेर हिँडेका छौँ हामी होइन यतिखेर आएर पो भोग लाग्यो केटा भोक लाग्यो अलि बिहान कति खायो मैले त टन्नै खाएँ मौसम अहिले थोरै खाएँ यार खाना मैले थोरै खाएँ भोक लाग्यो सिम के खाएन सिम के खाएन भोकै थिएन अघि त गएर खाऊँ ल जियोस् 1,36,000 को मासु खसी बोकेर हिँड्यो हामी ल हामी 120 को स्पिडमा छौँ फुलको बुच्चा लिएर भन्नुपर्छ नि हातमा ल्याउँछन् र बनाउँछन् अरू बसेर आइज केटाहरू है हामी यहाँ चाहिँ कम्पनी आइयो अब केटाहरू चाहिँ केटाहरू अब कम्पनीमा आइपुग्यो यस्तै खसीलाई यसरी वेटिङ गरेर बसेर रहेछ है ल खसी आइपुग्यो है खसी आइपुग्यो ल्याइयो खसी ल्याइयो खसी खसी आयो 34-35 जना छ है मान्छेहरू यहाँ हाम्रोमा
हाम्रो कम्पनीको खसी छैन र छ त्यति त छ पुरै गाउँ यहाँ चाहिँ नेपालमा गाउँघरमा बसे जस्तै छ यति एरियामा। अनि यहाँभित्र यो होस्टेलमा 34-35जना भनेस् त यही नेपाल हो। मासु भाग लाउने काम हुँदैछ। हामी दर्शक छ केटाहरू चाहिँ अब कोही कता कता गएको छन् सामान लिने कोही है। अब यहाँ यसलाई सामान ल्याउनलाई मेग्जु सेक्जु चिउरा काँक्रो गाजरहरू शीतलहरू लिन गएको छन् है। 4 भाग हो यो चाहिँ है। हाम्रो नाम्याङ कम्पनीका साथीहरूले करिब 4 दिन रातो बिदा दिएपछि कम्पनीबाट हामीले एउटा मिलजी गरेर हामीले अब कति ठाउँ रमाइलो गरौँ। जिन्दगी भनेको यस्तो यो 2 दिनको जिन्दगी होइन। यतिले हामीले यो आयोजना गरेका छौँ। सबै मिलजी खाइदिनु अनुरोध गरिन्छ है। हाम्रो आइटम चाहिँ यहाँ देखाउन यार, अरू त यस्तै हो कि आइटम चाहिँ देखाउन यार। यहाँ चाहिँ हाम्रो भुटान बनिरहेको छ। माहौल चाहिँ कसरी बनेको भन्दाखेरि 4 दिन बिदा भएकोले सबैजना मिलेर खसी ससी ल्याएर बियर पनि खाँदैछौँ। यसको लागि सबैलाई एकदम शुभकामना छ। छुट्टी पछि अर्को लामो छुट्टीमा फेरि खाना पाऊँ। सम्पूर्ण साथीहरू मिलेर सबैजना खसी लिन गएर खसी कति 40 किलोको खसी लिएर आएर चट्टसँगले काटेर मजाले खाइयो। यो 4 दिनको छुट्टीमा चाहिँ सबै रमाइलो गर्नुपर्छ। जय छुट्टी। सम्पूर्ण पवित्र हातहरूले धन्यवाद। सम्पूर्ण साथीहरूलाई शुभकामना 4 दिनको रातो बिदा परेको अवसरमा सबैजना मिलेर आफ्नो आफ्नो तर्फबाट जिम्मेदारी पुरा गरेर कोही खसी लिन जाने, कोही सपिङ गर्न जाने, पवित्र हातहरू खसी लिन जानु भने मौसम उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। कटिङ विभागमा रहनुभएका विशेष धन्यवाद। निरीक्षण टोलीको राजा हो। पाहुना बनेर आउनुभएका हाम्रो भिनाजुलाई विशेष उठेर हिँड्न सक्नुहुन्छ नि त। सम्पूर्ण साथीहरूलाई चाहिँ अब मिलिजुली रूपमा अब खसी ल्याइएको छ, मजाले खानुपर्छ। यो 4 दिनको छुट्टी चाहिँ रमाइलोसँग मनाउनु पर्छ। त्यही हो। अब भ्लग पनि फलोस्। थ्याङ्क यू यार, थ्याङ्क यू यार। सब्स्क्राइब कमेन्ट पनि गरिदिनु होला। हाम्रो माया गरिदिनु होला। हामी अब एकदम रमाइलो गरी बनाइरहेको छौँ। यो थियो हाम्रोपट्टिको टोलीको है। अनि हाम्रो टोलीको खसीको पार्टीको टोलीको खसी खाने पार्टीको चाहिँ त्यो थियो। अब यहाँ अर्को टोलीमा देखाउँछु ल म तपाईँहरूलाई। यतापट्टि के हुँदैछ, के कस्तो हुँदैछ, फेरि यतापट्टि पनि अलिअलि खिच्छु म। के हुँदैछ यार, यता हिसाब पो हुँदैछ क्या। ल मैले खिचिहालेँ। ल ठिक छ। ल हिसाब हुँदो रहेछ। ल मेन चाहिँ यताको चाहिँ अब यसरी यहाँ चाहिँ साइलेन्ट रहेछ, तर हाम्रो त्यहाँ त यहाँ चाहिँ साइलेन्ट लाग्यो। हाम्रो त कराइरहेको केटाहरू धेरै भएर नि हो नि। खाँदै पनि छ वारहार हुरु गर्दै बिगारिदिँदा फेरि चर्को हाल्दा पनि तनाव। अहिले एकछिनमा बनाउने अनि खाने हो सेपले।
ठिक छ यस्तै छ माहौल जस खसी खाएर 4 दिन बिताको रमाइलो गर्दैछ होइन तपाईँले बनाउनु भयो हो ए यो भुटान रगतसँगै मिसाउनु भयो अलिकति आधी फाल्यो हामीले यसै गरेर पकायो सही आइटम बनेछ त्यहाँको त यस्तो देख्दैन यो चाहिँ के हो कफी चिया हो मसला उमाल्ने हो केटाहरूले जोड्लाई ल ल ठिक छ ल यस्तै छ ल हस् ल तपाईँहरू पनि इन्जोय गर्नु ल सुदन भाइ पनि आइसकेको छ होइन ल यसरी हो भाइलाई टुरिस्ट भनेर आएछ टुरिस्ट साथीले क्या त्यो उसको कम्पनीमा कस्तो भनौँ पहिला ल रुममा यहाँ छ नयाँ रुम कस्तो लाग्यो भाइ अहिले त सही लाग्यो ल गिटार हान्ने भनिरहेछ भाइ आउँछ फेरि मौसम पहिला गिटार बोक्नु पर्ला है ओके ल केटाहरू चाहिँ नाच्ने रे है अब एकछिन खाएपछि यहाँ खाँदैछन् केटाहरू भित्रको नाचगान खाएपछि नाचगान गर्ने भनेर सो स्पिकर ल्याउँदैछु छु मैले यहाँ JBL को ल साउन्ड सिस्टम आयो है गाइस कलेजीमा टम्मै बग्यो खोला देशी झरेसम्मै तिम्रो माया कलेजीमा टम्मै आँखैमा सक्नु होइन के हो मासु निकाल्न म त डान्सर मेन हो सिकाउने कोलाई ल सिकाउनु पर्यो तपाईँले ल एउटा हाल्नु ल अब यो बाहिर एकछिन नाच्ने कार्यक्रम यो साइकल कसको हो झर्नेला कर्नेला सुन माया गोर्खाली पल्टनमा साथी भाइ झर्नेला कर्नेला सुन माया गोर्खाली पल्टनमा खोज्यो